परमेश्वरको वचनद्वारा मण्डलीलाई खुवाउनको लागि उहाँको हातमा जिम्मा छ। सट्टामा त्यो दुःख ल्याउने कुराहरू, निरुत्साह ल्याउने कुराहरू हुनु हुँदैन। जब त्यहाँनिर निरुत्साहका कुराहरू आउँछ, त्यहाँनिर मन मिल्ने कुरा आउँदैन, जहाँनिर एक्लै मात्रै काम गरेको हुन्छ, त्यहाँनिर दुःख मनको कुराहरू आउँछ, फेरि निरुत्साहका कुराहरू आउँछ, अनि बिस्तारैसँग त्यहाँनिर के हुन्छ, गडबडका कुराहरू आउँछ। यो परमेश्वरको हातमा दिनु आज हामीलाई खुसी मनाउनु मात्र होइन, यो भौतिक घर बनियो, कति राम्रो भयो, कति शानदार घर बनियो, ठिक छ, प्रभुले दिनुभयो हामीलाई, तर त्यतिमा मात्र रमाउने कुरा होइन। तर यो जो आत्मिक घर छ, यो आत्मिक घरलाई सजाउनको लागि अब यहाँ रहेका जिम्मेवारीहरूको, सन्डे स्कुलको टिचरहरूको, युथका लिडरहरूको, अनि वचन दिने दासहरूको, सिस्टर दिदीबहिनीहरूको जसले सिस्टर ग्यादरिङ चलाउँछ, उहाँहरूको यति ठुलो जिम्मेवारी पनि छ। त्यो जिम्मेवारीलाई क्षेत्रभित्र रहिकन त्यो कामलाई के गर्नुपर्छ, पुरा गर्नुपर्छ। आउनुहोस् त यहाँनिर त्यो कामलाई पुरा गर्नुपर्छ। लुका 4:26। अनि तिनीहरू सबै छक्क परे र आपसमा यसो भन्दै कुरा गरे, यो कस्तो वचन हो, किनकि अधिकार र सामर्थ्यसित यहाँले दुष्ट आत्मालाई आज्ञा गर्नुहुन्छ र माफ गर्नुहोस्, मैले उल्टा मैले पठाएको छु। लुका 4:16 पढिदिनुहोस्। अनि उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनु भएको थियो, अनि विश्राम दिनमा उहाँ आफ्नो रीतिअनुसार घरभित्र